कहिलेकाहीँ टाउको यति दुख्छ कि आवाज, उज्यालो र गन्ध पनि सहन नसक्ने हुन्छ। यसलाई साधारण हेडाक मान्नु हुँदैन, माइग्रेन हुन सक्छ। माइग्रेन भनेको के हो? माइग्रेन भनेको टाउको एक प्रकारको न्युरोलोजिकल हेडाक हो, जसमा प्राय टाउको एक साइड दुख्छ। यो साइड अथवा यो साइड चाहिँ एकदम धड्किने गरी जसरी एकदम बुलुक बुलुक भएर चाहिँ दुख्छ। साथसाथै यसको अरू लक्षणहरू जसमा वाकवाकी अथवा बान्ता हुने, लाइट अथवा आवाजहरू आयो भने एकदम इरिटेसन्स हुने, टाउको दुख्ने महसुस हुने, र साथसाथै आँखा अगाडि चाहिँ बत्ती बलेको जस्तो चम्किने, औरा भन्छ अथवा स्पार्कलेस लाइट देखिने। अब कुरा गरौँ माइग्रेन किन हुन्छ त? रिसर्चहरूको अनुसार माइग्रेन मुख्यतया ब्रेनको नर्भ एक्टिभिटी चेन्ज भएर हुन्छ। नर्भ एक्टिभिटी भनेको हाम्रो ब्रेनमा चाहिँ विभिन्न नर्भ्सहरू हुन्छ, धेरै नर्भ्सहरू हुन्छ, जहाँ चाहिँ इलेक्ट्रिकल करेन्टहरू जान्छ, जसलाई हामी एक्सन्स पोटेन्सियल्स भन्छौँ। कहिलेकाहीँ चाहिँ करेन्ट धेरै गइदियो भने त्यहाँ चाहिँ केमिकल इम्ब्यालेन्स भइदिन्छ र त्यो चाहिँ हाइपर एक्टिभ भइदिन्छ, जसको कारणले गर्दा टाउको दुखाइ बन्न सक्छ। दोस्रो भनेको जेनेटिक कारण। तेस्रो भनेको हर्मोन चेन्जेस। कहिलेकाहीँ स्पेसली महिलाहरूमा इस्ट्रोजन हर्मोनहरू चेन्जेस भइदियो भने टाउको दुखाइ, माइग्रेनहरू, मेन्स्ट्रुएसन इरेगुलरिटिजहरू हुन सक्छ। चौथो भनेको लामो समयसम्म भोकै बस्नु, लामो समयसम्म डिहाइड्रेसन, पानी पर्याप्त हाम्रो शरीरमा भएन भने पनि टाउको दुख्न सक्छ। पाँचौँ भनेको स्ट्रेस। त्यस्तै गरी लामो समयसम्म स्क्रिन युज गर्ने, राम्रोसँग नसुत्ने, निन्द्रा नपुग्ने, र अर्को लास्ट भनेको हामीले विभिन्न फुड्सहरू खान्छौँ, जस्तै अल्कोहल, टी, कफीहरू, जहाँ क्याफिनहरू बढी हुन्छ, जसले गर्दाखेरि ब्रेनमा चाहिँ नर्भ एक्टिभिटीलाई चाहिँ ट्रिगर गरिदिन्छ। अब कुरा गरौँ माइग्रेन हुँदाखेरि के गर्ने र के नगर्ने भन्ने विषयमा। माइग्रेन हुँदाखेरि म त के भन्छु भने फर्स्ट एड भन्छु। माइग्रेन हुँदाखेरि तपाईँले पहिलो कुरा भनेको शान्त वातावरणमा अँध्यारो कोठामा बस्नुहोस् र त्यसको साथसाथै डिहाइड्रेसन हुन नदिनको लागि पानी प्रशस्त मात्रामा पिउनुहोस्। अर्को भनेको तपाईँको टाउको दुखेको भागमा चिसो कपडाले 10-15 मिनट यहाँनिर सेक्नुहोस्। पाँचौँ भनेको चाहिँ स्क्रिन अथवा मोबाइलहरू बढी युज नगर्नुहोस्। हाम्रो बानी के हुन्छ भने टाउको दुखेको छ भनेर झन् डिस्ट्र्याक्ट होस् भनेर झन् मोबाइल चलाउँछौँ। त्यो एकदम नराम्रो बानी हो। अरू भनेको ट्रिगर गर्ने फुडहरू, अल्कोहल, टी, कफीहरू खाने बानी नगर्नुहोस् र पर्याप्त रूपमा सुत्नुहोस्, रेस्ट गर्नुहोस्, लामो समयसम्म भोकै नबस्नुहोस्। र अर्को भनेको जहिले पनि हाम्रो बानी के हुन्छ भने टाउको दुखो भन्ने बित्तिकै औषधि खाइदिइहाल्छौँ, पेन किलर खाइदिइहाल्छौँ आफैले। त्यो कहिले पनि नगर्नुहोस्। पहिलो दिन खानुहुन्छ अलिक थोरै रिलिफ त होला, दोस्रो दिन खानुहुन्छ थोरै रिलिफ होला, तर तेस्रो दिनबाट चाहिँ त्यही औषधिले तपाईँलाई फेरि टाउको दुखाइदिन सक्छ है। यो अचम्मको छ तर दुख्न सक्छ। त्यही भएर प्रिभेन्टिभ मेडिसिन्सहरू, एनएसएआइडिएसहरू, पेन किलरहरू, ओटिसी मेडिसिन्सहरू आफैले युज गर्ने बानी नगर्नुहोस्। यदि तपाईँलाई यस्तो किसिमको प्रब्लम छ भने डक्टरसँग कन्सल्ट गरेर चाहिँ यसको फर्दर ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ। त्यसैले अन्त्यमा माइग्रेन लाइफ थ्रेटनिङ त होइन, त्यति धेरै डेन्जरस त होइन, तर यसले क्वालिटी अफ लाइफ चाहिँ बिगार्न सक्छ। त्यसैले इग्नोर नगर्नुहोस्। सबै टाउको दुखाइ साधारण टाउको दुखाइ हुँदैन, कहिलेकाहीँ माइग्रेन हुन पनि सक्छ। त्यसैले विचार गर्नुहोस्।